संसारभरि एउटा नेपाली न्युजले तहल्का मचाइरहेको छ। त्यो के थाहा छ? 6 दिनसम्म पानी पनि नखाई, खाना पनि नखाई, कुनै सप्लिमेन्टरी नभइकन र बिना अक्सिजन विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको चुच्चोमा पनि एउटा नेपाली जीवित रहन सफल भएका छन्। 52 वर्षीय हिलारी दावा शेर्पा मे 29 देखि सगरमाथामा हराइरहेका थिए। उनी जीवित हुने चान्स नदेखेर उनको अन्तिम क्रिया समेत सुरु गरिसकेका थिए। जुन 4 गतिको दिन सगरमाथा प्रदूषण नियन्त्रण गर्ने टोलीहरूले केही हिमालमा बग्दै आएको लाम्चो चिज देखिसकेपछि त्यसलाई समातेर हेर्दा दावा शेर्पा जीवितै फेला परेका छन्। उनीसँग कुनै इक्विपमेन्ट पनि थिएन, खाना पनि थिएन, पानी पनि थिएन र अक्सिजन पनि थिएन। फिक्स रोपहरू अथवा ल्याडरहरू हुन्थ्यो, त्यो कुनै पनि नभएको र डेथ जोनमा रहेको कारणले गर्दा उनको बाँच्ने सम्भावना सबैले आशा मारिसकेका थिए। उनीलाई अहिले 6 दिनपछि जीवितै काठमाडौँमा लिएर आएर उपचार गरिरहेको छ। चिसोको कारण उनको हात खुट्टाहरूमा चाहिँ फ्रस्ट बाइट भएर सबै ड्यामेज जस्तो देखिएको छ। तर आशा गरौँ उनीलाई स्वास्थ्य हुनेछन्। तपाईहरु पनि कमेन्ट लेखिदिनुहोस्, गेट विल सुन अथवा ऱ्यापिड रिकभरी अथवा प्राउड अफ यु दावा शेर्पा।